यहाँ मेरो सौदा दिदी बोल्न थाल्नु भएको छ क्या, मजाले सुन्नुहोस् है। दिदी तपाईँको नाम के अरे? कसरी भन्नु ल? अनि तपाईँको बिहे गरेको छ? ए तपाईँ पहिला कहाँ बस्नुहुन्थ्यो? ए कोसँग बस्नुहुन्थ्यो? ए गाउँका पनि? अलिक मान्छेले सुन्ने गरेर कसरी बोल्नु। अनि के अरे तपाईँको छोरी छन्, छोरा छोरी कति छन्? ए अनि छोरी चाहिँ कस्ती छ? राम्रै छ? आमा फ्याक्ने? फ्याँकिन कहाँदेखि कहाँ पुर्याइ? हेरेर तपाईँलाई म लान्छु आमा भन्न आयो भने तपाईँ जाने कि नजाने? अनि आफ्नो छोरीले जाउँ भन्दा जानुहुन्न त? कसरी आउँदिन? कसरी भन्नु? कसरी पन्साउँछ आफ्नो आमालाई? ए अनि छोरी छन्, जुवाई छन्, नातिनी छन्, नाति छन्, माया लाग्दैन? कसरी भन्नु न हौ। अनि तपाईँलाई हेर्ने चाहियो नि त मान्छे, तपाईँको छोराछोरी। अनि कसले हेर्छ त? अनि तपाईँ बसेर एक ठाउँबाट उठ्न सक्नुहुन्न? ए अब म पनि हेर्दिनँ। कस्तो छ अरे? अब भयो त 3टा खानुभयो त भयो त। अनि कति खानु पर्छ? यति 3टा खाएपछि जति हुन्छ त नि। तितो छ? अनि मिठो गरी खानुहुन्छ त नि। चाख्नु मर्दिनु त्यो खाँदा? लच्चिन। अनि तपाईँको बुढालाई कसले भात दिन्छ? नाति नातिना छन्। छोराको बिहे गरेको छैन, नाति नातिना दिन्छ। सधैँ त छोरीले हो। तपाईँको नाम के हो भन्नु त? तपाईँको घर कहाँ थियो पहिला? कसरी भन्नु ल? अनि 3 नम्बर पनि पर्छ? ए अनि तपाईँ कोसँग बस्नुहुन्थ्यो उहाँ? बुइनी पनि थिइन् र? ए अनि तपाईँको बिहे गरेको छैन? पोते लगाएको? कोसँग गर्नु? खोइ बुढो देख्दिनँ त। श्रीमान छ? उहिले मरेको भनेको सुनेको थिएँ त। अनि तपाईँले त रातो लगाएको छ त, अनि सेतो लगाउँछन् भन्नुहुन्थ्यो त। छन् बुढो? अनि तपाईँको बच्चा? बच्चा छैन? पाएको छैन? हो र? कतिजना हौ? नाम चाहिँ भन्नु न त हो नि। सुशीला मात्रै? ए अनि फोन गरेको थियो त नबोल्ने? अघि फोन गरेको थियो त। नबोल्ने? माया लाग्दैन छोरीको? ए ल ल ल ल ठिक छ।